नमस्कार दाजुभाइ दिदीबहिनीहरू नेपालभरिबाट संसारभरिबाट हेर्नुहोस्। आज म तपाईहरुलाई एउटा कथा सुनाउन गइरहेको छु र कथाको शीर्षक छ इन्जिनको कमाल भन्ने छ। प्रस्तुतकर्ता म महावीर पुन कबाडी वैज्ञानिक र यो भिडियो मैले खास गरी नेपालको साधारण आम जनताको सहित नेपालको धेरै जान्ने सुन्ने धेरै विद्वानहरूको लागि पनि यो चाहिँ एउटा साधारण भिडियो चाहिँ प्रस्तुत गर्न गइरहेको छु। केही समय अगाडि मैले मेरो फेसबुकमा यो एउटा प्लेनको एउटा हवाईजहाजको फोटो राखेको थिएँ र यो हवाईजहाज हेर्नुहोस्, यो चाहिँ ड्रिम लाइनर जेट चाहिँ विमान हो बोइङको र यसमा दुईवटा ठुला इन्जिनहरू छन् र यो इन्जिनहरूले यो जहाजलाई चाहिँ उडाउँछ। र त्यही जहाजको चाहिँ मैले अर्को फोटो राखेको थिएँ, त्यसमा चाहिँ त्यो जहाजमा चाहिँ इन्जिन चाहिँ मैले निकालेर चाहिँ फोटो राखेको थिएँ र यो जहाजमा चाहिँ इन्जिन छैन र यसभन्दा अघिल्लो जहाजमा चाहिँ इन्जिन छ। र अब सबैलाई थाहा भएकै कुरा हो कि इन्जिन भयो भनेदेखि जहाज उड्छ, इन्जिन भएन भनेदेखि जहाज उड्दैन। हामीले यो जहाज जतिसुकै राम्रो बनाऊ, यो इन्जिन यो जहाजभित्रको चाहिँ दृश्य हो हेर्नुहोस्, यति राम्रो चिटिक्क परेको चाहिँ जहाजभित्रको दृश्य छ। जहाज चल्नेहरूले यो थाहा पाउनु भएकै छ। र यो जतिसुकै भित्र जतिसुकै राम्रो, जतिसुकै चिटिक्क, जतिसुकै सुन्दर बनाए तापनि यो जहाजमा चाहिँ यदि इन्जिन भएन भने यो जहाज चाहिँ उड्दैन भन्ने कुरा सबैलाई सर्वसाधारणलाई नै थाहा छ। अब यी इन्जिनहरूको विकास कसरी भयो भन्ने कुरा धेरै जसोलाई थाहा नभएकोलाई पढे लेखेकोलाई धेरैलाई थाहा छ। यो इन्जिनको विकासको कुरा हेर्ने हो भनेदेखि ल हेर्नुहोस्, यो राइट ब्रदर्सले सबैभन्दा पहिला विकास गरेको र उडाएको 15-20 सेकेन्ड चाहिँ उडाएको चाहिँ हवाईजहाज हो। यो सबैभन्दा पहिलो हवाईजहाज उडेको चाहिँ त्यसमा चाहिँ एउटा मान्छे चाहिँ यहाँ बसेको छ, त्यसमा इन्जिन छ र त्यसपछि अब यो जहाजको विकास हुँदै जाँदाखेरि यहाँ चाहिँ दुईवटा मान्छे बसेर पनि यहाँ उडेको देखिन्छ। यसो हेर्दाखेरि यो चाहिँ चङ्गा जस्तो, हामीले उडाउने चङ्गा जस्तो देखिन्छ। र यसै किसिमले यो गएको 100 वर्षमा चाहिँ यो विभिन्न किसिमको जहाजहरूको विकास हुँदै गएर हेर्नुहोस्, यहाँ अनेकौं किसिमका जहाजहरू चाहिँ विकास हुँदै गयो। विकास भएर अहिले ठुला ठुला जहाजहरू, विभिन्न किसिमका जहाजहरू बने। यो चाहिँ इतिहास हो।